जेनजीहरूको केही दिन अगाडि भएको आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या 72 पुगेको छ र 72 जनाको मृत्यु भयो। अझै धेरैजना हस्पिटलमा उपचाररत हुनुहुन्छ। उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ। जसको मृत्यु भएर गए दिवंगत आत्माहरूप्रति, वीर शहीदहरूप्रति हामीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरौँ र उहाँहरूको सपनालाई यो देशले तुइनु नदियोस्। आउँदो पिँढीको भविष्यको निम्ति उहाँहरूको बलिदानी त्यसैखेर नजाओस् भन्ने हामीले एउटा चाहिँ कामना गरौँ र हामी सम्पूर्ण नेपालीले उहाँहरूलाई सधैँ सम्मान र एउटा उच्च ठाउँमा, उच्च ओहदामा राखेर हेर्ने गरौँ। उहाँहरूको दिवंगत त्यो आत्माको निम्ति हामीले जहिले पनि कामना गर्ने गरौँ कि उहाँहरूको त्यो स्वर्ग पिसफुल रहोस् भनेर। जेनजी आन्दोलनमा घाइते हुनेहरूमध्ये धेरैजना चाहिँ अहिले रिकभर भएर घर गइराख्नु भएको छ। कतिजना डिस्चार्ज भइसक्नुभयो भने, कतिजना हस्पिटलमा हुनुहुन्छ, कतिजनाको अपरेसन हुँदैछ भने, कतिजनाको अपरेसनहरू भइसक्यो, कतिको चाहिँ जिउमा लागेका गोलीहरू निकाल्ने क्रममा अपरेसन भइरहेको छ। कतिपय एकजना मान्छेको मैले जुन उहाँको के भिडियो क्लिप्सहरू हेरेको थिएँ, उहाँको शरीरमा चाहिँ जम्मा 8वटा गोली लागेको रहेछ। 8वटामा 3टा निकालियो, 5वटा बाँकी छ भन्ने कुरा गरिराख्नु भएको थियो। यस्तै धेरै घटनाहरू घटे र हस्पिटलभरि बिरामीहरू छासछास्ती छन्। बिरामीहरूलाई राज्य पक्षबाट अहिलेसम्म खासै केही निर्णय गर्न सकिएको छैन। यद्यपि जसको मृत्यु भइसक्यो उनीहरूलाई चाहिँ प्रति व्यक्ति 10 लाख रुपियाँ क्षतिपूर्ति स्वरूप दिने र उनीहरूलाई शहीद घोषणा गर्ने भन्ने कुरा चाहिँ मन्त्री परिषदको बैठकले चाहिँ पारित गर्यो भनेर भनिएको छ। र यो जेनजी आन्दोलनमा सबैजनाले कसले चाहिँ जेनजीको यो जेनजीलाई चाहिँ लिड गरेको थियो भनेर क्रेडिट लिने, कसले चाहिँ अब जेनजी आन्दोलनमा के फाइदा पाउने, के गुमाउने भन्ने कुरा गरिराख्दा एकजना व्यक्ति छन् जो व्यक्तिले केही पनि न केही आश गरेका छन्, न केही कुनै दाबी गरेका छन्, न त काहीँ मिडियाबाजी गर्नु भएका छन्, न त काहीँ गएर इन्टरभ्यू दिनु भएका छन्। उनी अन्धाधुन्दा लागि परिरहेका छन् तिनै घाइतेहरू अनि तिनै घाइतेका परिवारहरू र त्यो मृतक परिवारहरूसँग भेट्नु, उहाँहरूलाई सान्त्वना दिन, आफ्नो तरिकाबाट जति सकिन्छ त्यति सहयोग गर्नुलाई। निस्वार्थ एकजना व्यक्ति हुनुहुन्छ। उहाँको बोली, उहाँको प्रभाव, उहाँको शैलीहरू अति नै अहिले मन छुने छन् र उहाँको व्यवहारहरू पनि अति नै मन छुने छ। आफ्नो निजी भनौँ आफ्नो क्षमताले जति सकिन्छ त्यति र बाह्य सहयोगहरू मार्फत उहाँले अत्यधिक रूपमा सहयोग गरिराख्नु भएको छ अहिले। उहाँको नाम हो आशिका गुरुङ। कुनै स्वार्थ बिना, कुनै एउटा चाहना बिना, कुनै एउटा उद्देश्य बिना निस्वार्थ सम्पूर्ण घाइतेहरूलाई चाहिँ उहाँले सहयोग गरिराख्नु भएको छ। कपडा नभएकोलाई कपडा दिइराख्नु भएको छ, पानी पुर्याइदिइराख्नु भएको छ। कतिपय साथीहरू काठमाडौँमा हुनुहुने घाइते साथीहरू चाहिँ अहिले डिस्चार्ज भएर रुममा हुनुहुँदो रहेछ। एकजना घाइते साथीको अवस्था हेरेको थिएँ। केही दिन अगाडि, केही महिना अगाडि मात्रै काठमाडौँ आउनुभएको रहेछ। नवविवाहित जोडी हुनुहुँदो रहेछ। श्रीमान चाहिँ घाइते भएपछि श्रीमतीले घरमा रुगिराख्नु भएको बेला खाने चामलसम्म नहुँदा आशिका दिदीले 2 बोरा चामल लगेर जानुभएको रहेछ। यस्तै यो त एउटा उदाहरण हो। उहाँले प्रत्येक हस्पिटलका बिरामीहरूको आमा हुनुभएको छ अहिले। प्रत्येक घाइते व्यक्तिहरूको आमा हुनुभएको छ। आमा सोचेर उहाँले माया गरिराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ एउटा देवीको जस्तो। न त उहाँको कुनै स्वार्थ देखिएको छ अहिलेसम्म र जहाँसम्म लाग्छ भविष्यमा पनि त्यहाँ कुनै स्वार्थ लुकेको नहोस्। उहाँको यो सहयोग निष्पक्ष होस्। यो सहयोगले नै उहाँलाई अटल बनाएको छ र हाम्रो नजरमा उहाँको सम्मान अझै बढेर गएको छ। आशिका गुरुङ धादिङमा जन्मिनु भएको हो र पढाइको सिलसिलामा नेपालमा केही अध्ययन गरेर विदेशी जर्मनको नागरिकसँग बिहे गर्नुभएको हो। जर्मनको नागरिकसँग बिहे गरिसकेपछि नेपालमा चाहिँ मिडिया क्षेत्रमा, फिल्म मेकिङ क्षेत्रमा पनि काम गर्नुभएको र एउटा फिल्म पनि छ उहाँको। र त्यो फिल्मले त्यति राम्रो सफलता प्राप्त गर्नु नसकेपछि उहाँ फेरि पुनः जर्मन नै ब्याक हुनुभयो र जर्मनमा ब्याक भइसकेपछि जर्मनको बसाइमा बटुलेका केही अनुभवहरू, केही सोचहरूलाई लिएर नेपालमा सामाजिक वर्करको रूपमा, एउटा सोसल वर्करको रूपमा चाहिँ समाज सेवामा उहाँले समर्पित गर्नुभयो आफूलाई र आफूसँग भएको पैसाहरू प्राय गरेर समाज सेवामा नै खर्च गरेको पाइन्छ उहाँले। र आशिका तामाङको चाहिँ नेपालमा आशिका फाउन्डेसन पनि रहेको छ र उहाँलाई योभन्दा पहिला कसरी चिनौँ भने उहाँ एकजना फिल्म मेकर, हिरोइनको रूपमा पनि अभिनय गरिसकेको मान्छे भए पनि त्योभन्दा पछाडि ठ्याक्कै मलाई एक्ज्याक्ट साल त याद भएन। एउटा दसैँको बेला चाहिँ कि यो दसैँमा चाहिँ खसीहरू काटेर खाने भन्ने चलन भइराख्दा चाहिँ यो खसी काटेर खाए नेपालमा भनेर यो काटेर खानु हुँदैन भनेर उहाँले रुँदै भिडियो बनाउनु भएको थियो। त्यो भिडियोबाट उहाँ बेसी चर्चामा आउनुभयो र त्यस पछाडि गर्दै उहाँले सामाजिक सञ्जालहरूको माध्यमबाट धेरै कुराहरूलाई चाहिँ अगाडि बढाउनु भयो। नराम्रो कुराहरूलाई विरोध गर्दै जहाँ अन्याय हुन्छ, अत्याचार हुन्छ त्यहाँ उहाँको आवाज उठिरहेको हुन्छ। देशको लुटतन्त्रलाई चाहिँ उहाँले खुलेर एक्सपोज गर्नु रुचाउनुहुन्छ।
त्यसैगरी उहाँले गरेका कामहरूमध्येका चाहिँ यो एक ठाउँमा पुलमा चाहिँ ट्याक्स उठाइने, पुल क्रस गरेबापत ट्याक्स उठाइने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङको पैसा उठाइने, लगायतका यो सार्वजनिक शौचालयहरू सफा नहुने, त्यहाँ धेरै पैसा लिइने, जताततै मान्छेले दिसा-पिसाब गर्ने लगायतका कुराहरूमा उहाँले विशेष सक्रियतापूर्वक त्यो कुराहरूलाई विरोध जनाउनुहुन्छ र यस्तो कुराहरूमा उहाँ अति चाहिँ सक्रिय रूपमा देखिने गर्नुहुन्छ भने यो जेन आन्दोलनमा पनि उहाँले एउटा सशक्त, निस्वार्थ अनि स्वच्छ भावनाले देखाउनु भएको उहाँको यो एउटा लागव, उहाँको यो एउटा मेहनत अनि उहाँको यो एउटा त्यागलाई भने हामीले सम्मान गर्नु नै पर्ने हुन्छ र यसलाई प्रशंसा गर्नु भने हामीले छुटाउनु हुँदैन जस्तो लाग्छ। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला। समय दिनुभयो। तपाईँको समयको लागि धन्यवाद दिन चाहन्छु।